हजुर यहाँ उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरुमा सेवा आज हामी झाङले गाउँपालिका वडा नम्बर 2 बस्तीपुर निवासी निर्माया थामीको मृतक परिवारलाई झाङले गाउँपालिकाको आर्थिक सहयोगमा चाहिँ एउटा दुहुना गाई वितरण कार्यक्रम हुँदैछ। आवाज राम्रो दुहुना गाई वितरण कार्यक्रम चाहिँ हामी पीडित पक्षलाई र झाङले गाउँपालिका सरकारको प्रत्यक्ष सहभागितामा हाम्रो झाङले वडा नम्बर 2 का वडा सदस्य टीकानारायण थामी, त्यस्तै गरी झाङले कार्यपालिका सदस्य निमबहादुर थामी ज्यूको प्रत्यक्ष सहभागितामा यो झाङले गाउँपालिका सरकारको आर्थिक सहयोगमा किनिएको दुहुना गाई वितरण गर्दैछौँ। मृतक परिवार मृतकको श्रीमान श्री भीमबहादुर थामीको हातमा यो चाहिँ गाई हामीले चाहिँ आज हस्तान्तरण गरेका छौँ। हाम्रो झाङले सरकारको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। उहाँको 2081 साल फागुन 20 गते चाहिँ एउटा असामयिक एउटा सोच्नै नसक्ने गरी निधन भइसकेपछि हामीले विभिन्न तह र तबकाबाट सहयोगहरू सङ्कलन गर्दै पटक पटक वितरण गरिरहेका छौँ। झाङले सरकारले पनि सक्ने सहयोग गरिरहनु भएको छ। त्यसैले हाम्रो पीडित पक्षको तर्फबाट झाङले सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र गाई हस्तान्तरण गरिदिनु हुन म उहाँहरूलाई चाहिँ हार्दिक अनुरोध गर्न चाहन्छु। अब धन्यवाद उहाँहरूलाई ताली बजाएर चाहिँ उहाँहरूलाई धन्यवाद दिनु होला झाङले सरकारका हाम्रो प्रतिनिधिहरूलाई। त्यसपछि यहाँ आर्थिक सहयोग पनि सङ्कलन भएको छ। हाम्रो निर्माया थामीको नाबालक झाङले सरकारको तर्फबाट गाई वितरण भइसकेपछि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग पनि सङ्कलन भएको छ। हाम्रो मृतक परिवारको लागि र सानो नाबालक बच्चाको लागि बच्चा यहाँ छ सानो बच्चाको लागि अब दुहुना गाईको दुधको लागि पनि व्यवस्था भइसकेको छ स्थानीय सरकारबाट। त्यस्तै गरी अब आर्थिक सहयोग गर्नुहुने महानुभावहरूको म नाम वाचन गर्न चाहन्छु र उहाँहरूले गर्नुभएको आर्थिक सहयोग पनि म हस्तान्तरण गर्न चाहन्छु। लीला दङ्गुरी हुनुहुन्छ, उहाँले विदेशबाट रु 2000 सहयोग पठाउनु भएको छ। त्यो पनि म आज हस्तान्तरण गर्न चाहन्छु। यो लीला दङ्गुरीबाट 2000 उहाँको श्रीमानलाई मृतकको श्रीमानलाई 2000 रुपियाँ मैले हस्तान्तरण गरेँ। त्यस्तै गरी विवेक थामीबाट रु 1005 रुपियाँ 1005 रुपियाँ प्राप्त भएको छ। त्यो पनि म उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। र लाली बहादुर थामी काठमाडौँबाट चाहिँ उहाँले पनि 2000 सहयोग गर्नुभएको छ। त्यो पनि म उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। हाम्रो विभिन्न तह र तबकाबाट चाहिँ पीडित पक्षलाई उहाँहरूको चाहिँ अवस्था हेरेर आर्थिक सहयोग गर्नुभयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। त्यस्तै गरी स्थानीय सरकार र झाङले सरकारको तर्फबाट दुहुना गाई वितरण गरिदिनु भयो। त्यसको लागि पनि झाङले सरकार र स्थानीय सरकारका प्रतिनिधिज्यूहरू निमबहादुर थामी र टीकानारायण थामीज्यूलाई पनि म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, धन्यवाद टक्राउन चाहन्छु। र यहाँ हुने सम्पूर्ण उपस्थित महानुभावहरूलाई पनि हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। हस् त, एउटा मजाले फोटो खिच्नु फोटो खोइ केलाई को नि हिँड ऊ भैँसी मुन्तिर हिँड हिँडेछ बरा हिँड ओइ चोक्तर
भाइ हाम्रो निर्माया काकीको बाबु यत्रोबाट भयो अब त ए गोथर्के एलेकोलित